यहाँनिर हाम्रो यो आँपको रुखमा चाहिँ मौरीको गोला छुटेर चाहिँ सानो मौरीको उलोहरू आएको रहेछ। यहाँनिर थोरै रहेछ। अनि यहाँ देख्न सक्नुहुन्छ मैले चाहिँ नि आज यहाँनिर घरमा एउटा घार बनाएँ। त्यसपछि अब यसलाई म सार्ने कोसिस गर्छु। अब अहिले चाहिँ एकदम यहाँनिर दिउँसो पनि भएको छ नि, गर्मी भएको कारणले अलिकति फिन्जिएर बसेको छ। बेलुका हेर्दा चाहिँ अब सानो थियो, यत्रो नै थोरै देखिन्थ्यो। अहिले चाहिँ अब अलिकति गर्मी बढी भएको कारणले गर्दाखेरि अलिक फिन्जिएर बसेको छ यहाँनिर। मैले चाहिँ यहाँनिर घार चाहिँ यिनीहरूको छेउमा लिएर राखिदिनु पऱ्यो। अब कतिको सर्दो रहेछ सर्दैन रहेछ हेर्नु पऱ्यो भनेर। र अहिले चाहिँ मैले यहाँनिर चाहिँ एउटा ड्रम घोप्टाएर राखिदिएँ। अनि यसको माथिबाट चाहिँ यो घार राखिदिएको छु। अलिकति यिनीहरूको छेउमा राखिदिएको छु। मौरी चाहिँ यहाँ छ। अब यहाँनिर बस्छ कि बस्दैन है विचार गर्नुपर्ने छ। मैले चाहिँ घरमै बनाएको घार यस्तो छ है त, भित्रपट्टि यस्तो छ। मैले एकदम रेडी गरेर बनाएको छु, एकदम गाउँले स्टाइलमा बनाएको छु। यसको चाबी पनि बनाइदिएको छु भनेर। अहिले चाहिँ यहाँनिर एउटा दुईटा गर्दा निकै मौरी आउँदैछ। मैले यहाँनिर बटुकामा मह राखिदिएको थिएँ अनि यो भित्तामा पनि मह दल्दै थिएँ। अहिले चाहिँ मौरीहरू आएर त्यही मह खाँदैछ। अब डुँडै मन परेको हो कि मह मात्रै खानु आएको त्यो चाहिँ थाहा भएन। तर जोस् आउने क्रम चाहिँ जारी नै छ। एउटा दुईटा गर्दै आउँदैछ। हेरौँ मैले बनाएको डुँड कतिको मन परेछ। मन पर्यो भने बस्छ अरे, मन परेन भने बस्दैन अरे भन्छ। म यहाँनिर मह राखिदिएको थिएँ क्या नि, त्यही मह खानु चाहिँ आउँदैछ। यहाँनिर बढ्दैछ। आउँदैछ। एउटा चाहिँ भुटुकोमै गएर खाँदैछ। म पुरा तन गरेर तान्दैछ। बढ्दैछ है बढ्दैछ। एउटा गर्दै अलिक निकै आवाज आउँदैछ अघिको भन्दा धेरै। ढाड पनि धेरै टाढा होइन, यहीँनिर छ यिनीहरूको। अहिले आएर चाहिँ फेरि मौरीको चलपल एकदम राम्रो नै छ। निकै मौरी आइसकेको छ अघिको हेरेर त। अब हेरौँ के हुँदो रहेछ रिजल्ट। आवाज त निकै राम्रो आउँदैछ गुनुनुनु गरेको मौरीको। यहाँ साइडबाट निस्किँदैछ कोही। मैले चाहिँ डुँडमा सजिलैसँग यो कमिलाहरू पस्न नसकोस् भनेर यसको वरिपरि यहाँ पानी लगाइदिएको थिएँ। एउटा कमिला आउनु चाहिँ आएछ तर यहीँ फसेछ क्या। यो कमिला न उता जान सक्दो रहेछ न यता आउन सक्दो रहेछ क्या। यो पानीमा चाहिँ यस्तो हुँदो रहेछ यो कमिला। अब यता तर्नु खोज्छ यता नि चढ्न सक्दैन, उता जानु खोज्छ उता नि सक्दैन। यो म हेरिरहेको छु अघिदेखि यो यहीँ अल्झिरहेको छ यो कमिला। मलाई अब बाहिर निकालिदिनु पर्यो। यो के हो यो आउनै मान्दैन त। लु अब जा, अब नआइज है यहाँदेखि फर्केर। अब फेरि पनि आइस भने यस्तै हुन्छ। ल जा 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 जा। कहाँ गयो? भाग भाग भाग। अब नआउनु। मौरीहरूको आउने क्रम जारी नै छ। अघिको भन्दा त धेरै नै आइसकेको छ। अब यहाँ यति सरिसक्यो भने त भइगयो। तर अब हेरौँ सर्छ कि सर्दैन भन्ने कुरो अझै छ। माथि त निकै नै
अहिले आएर चाहिँ लगभग 3-4% मौरी जति चाहिँ तल यहाँ घरमा सरिसकेको छ। अब यिनीहरूले चाहिँ अवलोकन गर्दैछ होला जस्तो लाग्दैछ। अब यहाँ बसौँ कि नबसौँ भनेर यहाँ मिटिङ हुँदैछ जस्तो छ। निकै भित्र आवाज पनि आउँदैछ। यहाँ देख्न सक्नुहुन्छ अलिअलि अँध्यारो भयो, निकै आएर अवलोकन गर्दैछ यो ठाउँ चाहिँ ठिक छ कि बेठिक छ भनेर होला। 3-4% मौरी चाहिँ आइसकेको छ। कोही यहाँ तल छ भने कोही यता म खाँदैछ बटुकोमा राख्दै थियो, अरू यता घुम्दैछ हेर्दैछ होला वरिपरि। यो कस्तो छ हौ साथी हो, बसौँ कि नबसौँ भनेर यिनीहरू चाहिँ पुरै निरीक्षण गर्दैछ जस्तो छ। यहाँनिर यहाँ माथि छ, अझै छ, निकै छ नि यहाँनिर। यो भित्र चाहिँ रानीवाला यसको पक्कै पनि। तर जोस् चलपल चाहिँ अघिको भन्दा निकै बढ्दैछ, निकै आशाजनकै छ। अब हेरौँ। फाइनली मेरो मिसन चाहिँ एकदम सक्सेस भएको छ। मैले चाहिँ अहिले यो मौरीको घरलाई चाहिँ बोकेर यहाँ घरमा ल्याएको छु। यहाँ देखिरहनु भएको छ एउटा दुईटा गर्दै मलिन गइरहेको छ। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो, मन पर्यो भने लाइक, कमेन्ट, सब्सक्राइब गर्न नभुल्नुहोला भन्दै बिदा हुन चाहन्छु। हस्त, धन्यवाद, गुड बाई।